अब छिटै हामी क्लास पनि ओपनिङ गर्नेछौँ। एमाले चोक डान्स क्लासको बारेमा पनि एडभर्टाइज हालिदिनु पर्ला जस्तो। एउटा देवीनगरबाट आयो भने चाहिँ लेफ्ट साइड, बुद्धनगरको साइडबाट आयो भने राइट साइड लागो हेर्नु चमत्कार टेक्नोलोजी फर्स्ट टाइम हो क्या स्टार्ट गर्नु लाग्यो। सेटिङ के हो केही थाहा छैन। यो त यहाँ मोबाइल पनि हो। सुभाष मलाई जतिले सपोर्ट गरेर राख्नु भयो, हाम्रो पविता दिदीदेखि होइन, हाम्रो अभिषेक ब्रोदेखि, हाम्रो घिसिङ दिदीदेखि, मेरो आफ्नै साथी दिदीले मलाई यति धेरै सपोर्ट गरिराख्नु भएको छ। अब साथीले म बिजी भएकोलाई मेरो भ्लग बनाइन्छ कि मलाई त्यही प्राउड फिल लाग्छ कि मैले यस्तो साथी पाएँ भनेर। 16 भइसक्यो रातिको। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई अनदर भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला होइन। फेरि पनि न्यू भ्लग लिएर आइसकेको छु। त्यही हो, फेरि पनि काम किनकि हाम्रो डान्स क्लासको फेरि 0बाट स्टार्ट भइसकेको छ। मैले योभन्दा अगाडिको भ्लगमा पनि देखाइसकेको छु, जिप्सन भत्केकोदेखि होइन, टिनहरू लच्केर सब कामहरू मैले हजुरलाई देखाइसकेको छु। क्लासको काम यस्तै हो, अब लेखेको जे हो त्यही हुन्छ अरे भन्छन् मान्छेले, त्यही भएको होइन मेरो लाइफमा। अब त्यत्रो सोचेको त्यत्रो गरेको कामहरू सब फेरि स्टार्टिङबाट गर्दा जसलाई पनि नराम्रो लाग्छ होइन। मलाई जतिले सपोर्ट गरेर राख्नु भयो, हाम्रो पविता दिदीदेखि होइन, हाम्रो अभिषेक ब्रोदेखि, हाम्रो घिसिङ दिदीदेखि, मेरो आफ्नै साथी दिदीले मलाई यति धेरै सपोर्ट गरिराख्नु भएको छ। अब आफ्नो दिदीले गरिहाल्छन् अभियसली, मेरो भेना भयो, जतिले पनि सपोर्ट गर्नुभयो। अब कति मान्छेहरू छुटिरहेको छन्। अब मेरो भाइहरूले मलाई फुल सपोर्ट, जति पनि हेल्परको कामहरू छ होइन, बोरा बोक्नेदेखि, त्यो बेला हामीले स्टार्टिङमा गर्दाखेरि पनि हामीले सब काम सकिसकेको थियो क्या, बोरा बोक्नेदेखि बेल्चा चलाउनेदेखि सब काम। तर त्यो काम खेर गयो। खेर त के भन्ने, अब फेरि सुरुबाट गर्नु पऱ्यो। त्यही हो, 0बाट रिस्टार्ट। यहाँ चाहिँ 1 तारिक गर्दा घरहरू छ, भर्खर झार्नु भयो होइन। यहाँ तलको फ्लोर पनि बनाउनु छ नि त, पुरै यस्तो थियो क्या। पहिला खासै राम्रो बनेको थिएन, मैले यो मात्रै बनाएको थिएँ। फेरि यसो हेर्दाखेरि डान्सको लागि फेरि अब माथि त अब त्यस्तो छैन, देख्न सक्नुहुन्छ पुरै यस्तरी ट्रसको उस भयो। माथि अब माथि राम्रो नभए पनि कमसेकम तलको अलिकति दामी बनाऊँ भन्ने चाहिँ मैले खतरा गरिरहेको छु, सङ्घर्ष देख्न सक्नुहुन्छ। एकताली बाल्दा फेरि केही नहुँदैछ क्या, हेर्नु न। चुना लायो चुना। ल अब काम गर्नेछौँ, भाइहरू पनि आउँदैछ, दाइ पनि आउँदैछ, मिस्त्री दाइ होइन। ल गाइस, हाम्रो चाहिँ मसला फिट्ने कार्यक्रम भइरहेको छ। गोल्डी मसला नि हाल्नु भयो नि दाइ। हाम्रो ड्राइभर भाइको खै जोस त के हो क्या यस्तो यार, कडावाला। अनि राहुल भाइको घर चाहिँ कहाँ भनिदिउ त? तिम्रो आवाज सुन्यो नि भाइ, त्यो चाहिँ नि त्यो बेलुका चाहिँ हाने क्या, त्यसको आवाज नै तिम्रो आवाज नै डाउन गरिदियो क्या। तिलोकामा कहाँ भन्यो अरे? 12 होइन। ल ठिक छ। भाइ पनि यसो यतैतिर दिदीको घरतिर आएको रहेछ, ठ्याक्क त्यतिखेरै मेरो क्लासमा भिजिट गर्न आएको छ नि त। क्लास चाहिँ दामी देखियो होला होइन, जताततै यहाँ हेर्नु यस्तो डिजाइन भने आफै यो घोलाको उस हो क्या, सिमेन्टको त्यो हुन्छ नि, पानी हालेर गर्दैछ नि। क्लासको काम भइरहेको छ, ए मसला फिटिरहेको छ नि दाइले चाहिँ। अब यहाँ पुरै तल फ्लोरमा सट्टा हान्ने भनेको क्या, फ्लोर त बनाउनु पऱ्यो। पहिला बिग्रेको थियो क्या। यस, माथि यतातिर चाहिँ उसो पर्दा हाल्ने क्या, सबै रेडी थियो क्या। पानीले पुरै यो लच्केर दुक्सन सुक्सन सब निकाल्नु पऱ्यो, बिग्रियो। सिसा पनि सेट भइसकेको थियो, फेरि अब पुस पास गर्नुपर्छ। ल ठिक छ। भाइ पनि मेरो भ्लगमा फाइनल्ली होइन, फर्स्ट टाइम नै होला होइन तिमी होइन? फर्स्ट टाइम। ठिक छ। अब झन् भाइले पनि मेरो भ्लग हेरिराख्दो रहेछ। अनि त्यो डान्स पनि, डान्स त अब भाइले मलाई खास डान्सकै थ्रुबाट चिनेको, भ्लगिङ त मैले पछि गर्नु लाग्यो नि त होइन। ठिक छ। सपोर्ट गरिराख्नु पर्छ यसरी नै। सुभाष खतरा निन्नु ला। ए यो भाइको रियाक्सन यस्तो अरे क्या, झिविक्क आँखा मात्रै क्या, मोटा भयो नि त्यो। सामने भाइ सबजना बिचरा थलो पऱ्यो, अझै यत्रो काम भयो हेर्नु होइन। अझै मतलब अझै सकिरहेको छैन क्या, यहाँसम्म आइसक्यो। अझै यत्रो धेरै मसला जाने रहेछ क्या, यहाँ देख्न सक्नुहुन्छ। थाक भइसक्यो गाइस, के भनौँ। आज फेरि बजार हाम्रो फेरि एसी यताबाट लाग्छ फेरि होइन। आज चाहिँ बजार चाहिँ देख्न सक्नुहुन्छ त। काम
हुँदैछ, पसिना आउँदैछ, हावा चल्दैछ, जिन्दगी झन्ड हुँदैछ। हाम्रो एनसी आइसकेको छ गाइज मेरो भ्लगमा फेरि पनि। ए हरि एनसी guys, it's been a long time. Harry Gurung on the Sajan Gurung vlog. Keep supporting guys हैन हामी यस्तो साँझ हुँदा हुँदा पनि ठ्याक्कै मेहनत गरिरहेको छौँ। लगभग 7 बजिसकेको छ। हामी 8 बजेसम्म गर्ने भनेर टार्गेटमा छौँ। अझै बढी नै लाग्छ जस्तो लाग्छ। अनि हाम्रो लाइटम्यान चाहिँ औँलाको हेर्नु चमत्कार टेक्नोलोजी लाइट अब किनकि घर अब लाइनहरूको सबै कट गरेर हामीले राखेको हो नि त। भाइ गाना कपिराइट लाग्छ यार, बन्द गर। भाइले फेरि पुरा गाना बजाइदिइरहेको छ मलाई, त्यही कपिराइट लाग्न सक्छ। मलाई त डर लाग्छ कि भाइब त के लिने साथी, जिन्दगी नै भाइबमा गइसक्यो। अनि हाम्रो दाइ पनि यहाँ हुनुहुन्छ होइन, काम भइरहेछ। यो चाहिँ यस्तो दामी आइडिया मलाई दामी के लाग्यो नि, घोलामा नै त्यो हुन्छ नि सिमेन्टमा घोलेर अनि एउटा कलर पाइन्छ क्या, त्यो कालो कलर हाल्यो भने पर्फेक्ट कालो। इनामेल हाल्नै पर्दैन, पहिला हामीले इनामेल युज गर्थ्यौँ नि त। अनि कालो कलरको यस्तो देखिँदो रहेछ कि हामी ट्राई पनि गरेको, राम्रो देखिन्छ। अब सुकेपछि भन्नु हो, एक प्याकेट मात्रै हालेको हुन्छ र। अनि हाम्रो यहाँ मसला बन्दैछ, तरकारीको मसला होइन फेरि गाइस, यतिकै माथि। म त यहाँ काम गर्दाखेरि यसरी बोल्नुपर्छ कि, त्यही भएर यस्तो छुट्टिन्छ। त्यो पनि हो। थ्याङ्क यू सो मच साथी, सबजनाले यसरी नै इन्सपायर गरेर मलाई सिकाऊ। आज क्लासमा यसो ट्राई गरेको यस्तो गर्दाखेरि तर म पहिला 0.5मा चलाउँदाखेरि यस्तरी गराउनु पर्थ्यो कि, यस्तरी हात त आमा यति दुख्थ्यो। अहिले 0.5 भइसक्यो साथी, के छ सबैजना उयो ग्याङलाई नै यसरी पछाडि राख्नु सक्छु कि मैले। ठिक छ, अब काम गर्नुपर्छ है। ल सो गाइस काम हुँदैछ, साँझको कति 9 बज्न लागिसक्यो होइन। सबै थकित पुरै थकित भएर बसेको छौँ होइन। साँझलाई देख्न सक्नुहुन्छ हजुरले यहाँ के छ। त्यो लाज नबचेको मान्छे हो अरे, हालत कन्सियस ठिकै छ नि, चलिरहेछ काम। कति 8:30 भइसक्यो ह। 8:30 9 9:30 हुन्छ अब। ढुक्क अब कस्तो जुम गरेको फोकस जुम होइन क्या, कस्तो बल 0.5 हानेको कि 0.5 हो 1x हान्यो भने त फेरि मेरो धज्जिया उठ्छ फेरि। म यता क्लासतिर के भइरहेछ त्यो देखाउँछु म है। क्वालिटी आएन क्या मधेरोमा, काम भइरहेछ। यस्तो काम हुँदैछ यहाँ ढोक्क लाएर। साथीले म बिजी भएकोलाई मेरो भ्लग बनाइन्छ कि मलाई त्यही प्राउड फिल लाग्छ कि मैले यस्तो साथी पाएँ भनेर। क्यामेरामा मात्रै भनेको होइन गाइस, मनदेखि नै भनेको फेरि। त्यही पानी खानु हुँदैन। साथ भन्ने ठुलो कुरा हो। हाम्रो मिस्त्री दाइ फेरि मेरोलाई भने यतिसम्म गर्नु मलाई चाहिँ बहुत खुसी लाग्यो गाइस। किप अन वाचिङ गाइस, साजन गुरुङको भ्लगलाई माया गरिदिनु होला है। बाई बाई। ल गाइस फाइनली हाम्रो हाफ काम चाहिँ सकियो होइन, देख्न सक्नुहुन्छ कालै देखिएछ पुरै, यहाँसम्म चाहिँ भयो। कति बजे भाइ? कति 10:16 भइसकेको हेर्नु रातिको। ओ आज यस्तो थकिदियो अब भाइ, साथी लाउनुपर्छ। आज नाइट काम भयो गाइस, किनकि दाइ भोलि बिहान काम गरेर गाउँ जाने अरे। हामी हतारमा काम गरेको, चाबी लाउन मिल्दैन गाइस। म बसिँदै घर ह्याप हान्नुपर्छ गाइस एकदम। ल The next day. ल गुड मर्निङ गाइस, फेरि पनि आइसकेको छु होइन। अब आज काम नहुने भयो, हाम्रो मिस्त्री दाइ चाहिँ गाउँ जाने भएको कारणले गर्दाखेरि यति काम चाहिँ हिजो सकियो थियो राति कति 10-16सम्म होइन। अनि हाम्रो किरण बहिनी आइसकेको छ। अब पानी हान्ने काम चाहिँ गर्नु भन्नुभएको छ। अनि अब मिस्त्री नआइकन हामी हालतले गरेर त भएन होइन भाइ, हामीले भनेको मसला बनाउने यताउति मात्रै हो। अब एकछिन पानी चाहिँ हामीले हालौँ। यहाँ अलिकति फुटेको रहेछ, दाइले अहिले भर्खर चढ्दाखेरि। अब म पनि चढ्नु लाग्छु, नफुटोस् भनेर हिँडिराखेको छु। यो चाहिँ मिलाउनु मिल्छ भन्नुभयो। अब फेरि भोलि कति बजी आउने दाइ गाउँबाट तनाव छ गाइस, तनाव। म पानी अन गरिहाल्छु ल। ल गाइस पानी हिसाबको लागि दिइरहेको छु होइन, किनकि पानी बढेर हामीले पनि पानी खाइन्छ होइन। हिर्कालाई पानी दिँदै होइन। ल गाइस हामी चाहिँ खानासाना खाएर होइन। ओ साथी के हो यता फेरि मोटो भ्लग
मोटो मोटो भ्लग अब ब्लगबाट मोटो ब्लग साथी मोटो भ्लग भइसक्यो छ क्या होइन अनि तर अब साथीले फर्स्ट टाइम हो क्या स्टार्ट गर्न लाग्यो सेटिङ सेटिङ के हो केही थाहा छैन ए त यहाँ मोबाइल पनि हो मोबाइल पनि यहाँ छ मोबाइलले गरेर चाहिँ मैले गाइज म देख्छु नि ल म तिम्रो बारेमा कुरा गर्दै आएको म हो ल थ्याङ्क यू सो मच साथीले धेरै सपोर्ट गरिरहेको छ होइन योभन्दा अगाडिको भ्लगमा नि टाइटल नै त्यही छ साथीले मेरो भ्लग स्टार्ट गरिदियो मैले भ्लग स्टार्ट मैले त गराएको थिएन कि तेरो साधनले टक्क लगाएर गरेर थिएँ तर मैले गराउँदा गराउँदा पनि साधनलाई पनि गराइदिन्छु साधन के छ भने चाहिँ म प्रायः काममा बिजी भयो नि त क्लासको मेरो घर त्यो भएर गाई त होइन क्लास हेर्नु नजिक छ कि यही हो क्लास अनिसित झ्याप बहुत के हुन्छ होइन सब लोकेसनदेखि सब कुराहरू हामी गर्नेछौँ अहिले चाहिँ हामी जोइनाको गरकटाउने ठाउँमा ए पूजा रहेछ पूजा घर कटाउने पूजा गरकटाउने पूजा हात कस्तो भन्न नि गाह्रो भएको यार गाह्रो छ ल हाम्रो त्यो घर हाम्रो नि गरेर हाम्रो पनि गराउनु पर्छ यहाँ हाम्रो डेन्जर गरेर लाग्यो हामीले कटाउनै पर्छ रिबिन काटे जस्तै गरेर कटाउनु पर्छ ल अब उति गरेर हामी भेट्छौँ होइन त्यही गरेर भेट्नुपर्छ साधनको घरमा चाहिँ अब आइसक्यो होइन ल हामी चाहिँ जोइना घर आइसक्यौँ अब हरेकचोटि देखाउँछु हरिको यही हो क्यारेक्टर अरे के छ जतिखेर पनि बाल मिलाउने ऐना देख्नै हुन्न गाइज उसको चाहिँ पूजा बिहान भइसक्यो खाना आएको खाना आयो भने हामीलाई यस्तो गरे पूजा भइसकेको रहेछ गाइज मलाई पनि थाहा छैन उसले 12-1 बजीतिर जाऊँ भनेको 1:30 भइसक्यो पूजा सकियो होला अब पूजा बिहानै हो क्या ए बिहान पूजा हो नि पूजा चाहिँ गाइज सकिएको रहेछ पूजा चाहिँ स्टिल भइरहेको रहेछ अनि हाम्रो आन्टिजहरू यहाँ सुतिराख्नु भएको छ लावा पारमा पैसा छैन 20 रुपियाँ मात्र पैसा छि पैसा चढाउनुपर्छ हेलो 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 नमस्ते नमस्ते हेर्नु ओ लाइट बाल चाहिँ सही गयो यार पैसा चढाउनु पर्छ भनेपछि त अनि त्यसको क्युआर सिस्टम छ कि नै पण्डितले छेउमा यस्तो क्युआर राखेर उस गरेर यस्तो हुन्छ हाम्रो आन्टीहरू पनि चिलवाला आन्टीहरू क्या माथि म त पूजा भइसक्यो होला सुनेको नि त साथीले भ्लग स्टार्ट गर्नु लागेको छ आउनु नि मलाई त लास्ट अर लाग्छ कि फेरि यस्तो माथि भइरहेको छ पूजा केही हुन्न दामी जोइनामा यस्तो क्युट देखेछ नि यहाँ देख्न सक्नुहुन्छ पूजा भइरहेको छ हाम्रो गजब तरिकाले हेलो नमस्ते 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 यहाँ चाहिँ पूजा भइरहेको छ हाम्रो हरिको ए साथीले जस मोटो ब्लगदेखि अब पुरै खतरा गरेर तल्का पुग्ने भयो अलिक छैन भइसक्यो होला सोचिरहेको म त मैले त्यही सोचेको बिहान होइन समय हेरेर उस गर्छ नि त त्यही होला क्या पूजा चलिरहेको छ हामी आइसकेको छौँ पूजा हेरिनु होला जस्तो आइरहेको थियो हेर्न पाइयो खुसी लाग्यो म बोल्दैन हरि बोल्छन् हरि बोले पनि पुग्यो नि त्यसपछि मेन हाम्रो पर्पज भनेको खानखानी हो दुईवटा भ्लग एकचोटि हेरेको छ पछि यहाँ अलिक माहौल हल्का अलि पूजापाठ पनि अब मेन्टेन गर्नु पर्ने होइन यस सही हरिले भनेको सही कुरा है ल गाइस नमस्ते गाइस पूजा सकिएको छैन हामी यहाँ प्रसाद पुरी खिरहरू के खान सुरु गरिसकेको छौँ पूजा सकिसकेपछि फेरि प्रसादवाला पार्टी अरे आन्टीहरूले भनेको कुरा होइन साथी तर कस्तो दामी देखेको यो क्या हेर न ए मैले देखेको छु यार गोप्रो क्या पैसा हो कि सबै जे पैसा एभ्रिथिङ इज मनी के त्यो चाहिँ है साथीको म हेर न बाइकमा त्यो सर हिँडेकोवाला देखेको न हिँडेको वाला त डेन्जर यति भएपछि के चाहियो कस्तो राम्रो आएको यार मेरो क्वालिटी कम भयो के हो 13 अगाडि भएर हो क्या ल यहाँ चाहिँ आरतीको सिजन भइरहेको छ होइन जोइनाले चाहिँ दाँतमा के हालेको के हालेको ड्रेसेस ए अब दामी हुने भयो दाँत होइन ठाउँमा आउने भयो तर मेरो पनि गराउने सोचिरहेको छु क्या अब अगाडिको हल्का कतिचोटि हो सन्त ठुलो खान्दा के 3 ए यस्तो यस्तो कसरी गर्छन् अरे यस्तो गरेर यस्तो यस्तो हैन यस्तो राख्ने नि यस्तो गर त हरि एकचोटि ट्राई गर ल हरि ल भाइ लिनु भयो नि लिनु न लिनु ए कति जस्तो माथिको त त्यहाँ आगोमा छोड्दै माथि ताउ 2 3 ल यस्तरी ठ्याक्क लगाएर यस्तो गर्छ होइन
यसरी गर्छ मुख यस्तो होइन आँखामा राख्ने अनि आँखामा हो? के चाहियो अरू के गर्नु होइन, म चारचोटि गरिदिएँ किनकि डिजल गर्नु हुन्न अरे कि साथी सिकेको जस एक्सपिरियन्स चाहिँ भयो बुझ्यो नि हाम्रो पनि गरेर कटाउनु पर्ला जस्तो साथी सिधै माथि गएर फेरि होइन तिम्रो बाल मिलाइहाल्यो नि त फेरि बाल मिलाइहाल्यो कि यो मान्छेले बाल त एक ढुक्क पास हो ढुक्क पास हो नमस्ते अब ढुक्क पास हो कि तिमी ढुक्क तिमीले अब यस्तो होइन के भन्ने ल एन्सी लगाइदिएको ए बच्चा झन् भ्लगमा आउन खोज्छ नि होइन र ल भ्लगमा के भनिदेऊ भनिदेऊ छिटो लगाएर भन्छ के फेरि गाह्रो छ ल हामी एकछिन यहीँ बस्नेछौँ गाइज अनि त्यसपछि हामी कता कता हुन्छ काम छ क्लासको काम होइन बाहिर काम छ निस्किनेछौँ त्यसपछि है त ल हामी चाहिँ जोइना घरबाट निस्किसकेको छौँ र अब चाहिँ हामी यता माथि कामहरू चाहिँ सानोतिनो म हजुरहरूलाई देखाउने छु उति जान लाग्छौँ होइन अब साथीको भिडियो गराइदिने अरे यहाँ देख्न सक्नुहुन्छ ल अब चाहिँ हामी टक्क लगाएर निस्किन लाग्यो अब साधनले टक्क लगाएर ब्लगबाट गोप्रोबाट यस्तो दामी आयो होला नि त ल जानु अब मलाई झन् घन्टा देखायो होला है ल जानुपर्छ साथी हामी दुईजना भ्लग बनाउँदै होइन उताबाट घुमाउँ 4 बजी घाम यस्तो टाढ्छ बाई हामी चाहिँ यहाँको होइन कुर्सीकोलाई यहाँ चाहिँ सेकेन्ड ह्यान्ड एउटा पनि रहेछ गाइस अनि सो ब्रदरले चाहिँ उता एउटा पसलमा कुरा गर्दै हुनुहुँदै गएर अब के हुन्छ खै थाहा भएन होइन कुरा हुँदैछ हाम्रो ब्रदरसँग कुरा भयो के भन्नुभयो फोटो बनाउनु भन्नु त्यसो एकचोटि हेरौँ न गाइज हामी एकछिन यहाँ हल्का होल्ड हुनेछौँ यहीँ बस्नेछौँ होइन दाइ पनि भ्लगमा देखिनु भयो यहाँ दाइ चाहिँ अलिकति बिजी हुनुहुन्छ होइन दाइ यसो भ्लग बनाउँदैछु होइन माइन्ड नगर्नु होला हल्का दाइको चाहिँ पसल हिँड्छ गाइज यहाँ चाहिँ सब सेकेन्ड ह्यान्ड रिपेयरिङको लागि चाहिँ सबैजना आउनुहुन्छ मैले चाहिँ त्यही सोचेर चाहिँ यहाँ खास सेकेन्ड ह्यान्ड पाइन्छ कि भनेर आएको दाइसँग रहनु छ गाइज होइन अब फोटो आउँछ एकचोटि हेर्छौँ कति के जस्तो पर्छ प्राइस कति चित्त बुझ्छ होइन साथी फेरि यहीँ बिजी छन् क्या यिनले त बवाल मचाउने भनेको नि सही हो फोटो हानिदिउँ न एउटा थम्मेलको लागि काम लाग्छ हो कि यही बेला ल हामी कता कता हिँड्यो होइन गाइस तर हामीलाई होइन अब बाबा आँखा यति बोल्यो नि आएको अहिले घरिको भ्लगमा देखिन्छ होला कि मैले कति यस्तो ढाकेर गरियो गर्नु त पुरानो चिया बगान जाने हो र पुरानो चिया भनेको ए जङ्गलतिर अहिले पनि के जाने हेरौँ के हुन्छ होइन बरु ब्याङ्क गएर बसौँ क्या ब्याङ्क यहाँ भातबाट गएर चिसो खाँदै खाना भन्दा नि मलाई त्यो हावा भनेको एसी ब्याङ्कमा गएर चिप्कु यो हेर्नु न भनेर हेर्नु पठाएर अनि त्यसमा त्यो ब्याङ्कको बारेमा क्या किनेर खाता खोज्यो भने टिकट गर्ने होइन भित्र एसी हुन्छ नि त ट्याक्क 2 घन्टा बस्यो भने घाम डुब्छ अब 1 घन्टा अब 1 घन्टा बजी घाम डुब्छ अनि त्यसपछि त्यही गर्नुपर्ला टोटल बस्न सकिन्न गाइस यो सिचुएसनमा यो टाइममा फास्ट गर्नुहुन्छ क्या के भन्नु केही नभन अब हामी केही सोध्न सकेन कहाँ जाने भनेर यही आज काम छैन हामी लाभा भएर हिँडेछौँ हावा तातो खाँदै होइन लाभा हुँदै हावा खाँदै ल है त ल हामी चाहिँ चटपट र पानी किनेर जान लागेको छौँ गाइस त्यो जानु मलाई तर त्यहाँ बन्द नि हुनसक्छ आज किनकि शनिबार होइन खोलामा ठुकिएको अरे क्या यस्तै छ होइन उताबाट होला घाम लाग्छ नि त
यहाँ पुरा गोप्रोको पुरा चलिरहेको छ सिक्दै जाने हो गाइस सबै कुरा सबैलाई कसैलाई आउँदैन होइन हुँदा हुँदा सिक्दै जाने हो हुँदा हुँदा आउँथ्यो भन्दा पनि गर्दै जाने हो कि खुला रहेछ यहीँबाट देखेँ मैले यस्तो आफूसँग भएपछि चाहिँ सिकिन्छ क्या त्यो चाहिँ एउटा साधन पनि त्यही त हो नि होइन आफूसँग होइन मागेर नि सिकेको मैले त मसँग थिएन आफूसँग भयो भने चाहिँ मागे सिकिन्छ क्या त्यो चाहिँ अर्को माग्नु पर्छ अलिक बढी बेस बस्छ भनौँ न त्यही हो सबै कुराहरू कहीँ जानु नसक्ने हो यहाँ देख्न सक्नुहुन्छ मेरो घरको ठ्याक्क चोकमा हो गाइस राख्नु है नै घुमाउन मेरो घरको ठ्याक्क चोकमा सब राख्नु चाहिँ हामी देख्दै होइन ल साथी यहीँ हाम्रो गन्तव्य यो चाहिँ एमाले चोक डान्स क्लासको बारेमा नि एडभर्टाइज हालिदिनु पर्ला जस्तो यो चोकदेखि गाइस यता उताबाट देवीनगरबाट आयो भने चाहिँ लेफ्ट साइड यो के अरे बुद्धनगरको साइडबाट आयो भने राइट साइड यसरी आउनुपर्छ ओ मेरो दाइ नमस्ते किशोर दाइ वेलकम छ मेरो भ्लगमा फेरि पनि धेरै पछि कता आउनु पोखरा खुब चिल हान्नु हो त ए ल हेलो सक्यो होला हामी कता हिँड्नु है मेरो दाइ कामको काम भइरहेको छ दाइ तलको पनि फोडेर बनाएको थिएँ भित्ता पुरै भएर किन त छायो स्लोप त मिठो स्लोप भयो नै त्यो उस गर्न सक्यो दाइ माथि मसला हालेको र किन म दिप्सन चाहिँ नहाल्ने भनेको अहिले ल हामी चाहिँ पानीपुरी हान्दैछौँ होइन यो पानीपुरी भन्छ नि यसलाई अरे तिम्रो नाकमा कालो कालो देखियो यार यो यहाँ लाहा के त्यो झरेको क्या कालो टिका गाई जस्तै छ हामी चाहिँ छिट्टै डान्स क्लास ओपन गर्नेछौँ अहिले काम भइरहेको छ अब म चाहिँ नेभर गिभको ट्याग लिएर हिँडिरहेको छु अब यस्तै हो होइन नेभर गिभअपले पनि गिभअप गर्न लागिसक्यो गिभअप गर्न लाग्यो तर म गिभअप गर्दैन जे जस्तो भए पनि दुःख सबैलाई पर्छ होइन अब क्लास यत्रो गरिसकेपछि होइन चलाउँछु भनेर आँटिसकेपछि गर्नै पऱ्यो अहिले गरेन भने कहिले गरिन्छ होइन टेन्सन कसलाई हुँदैन सबलाई हुन्छ अब छिट्टै हामी क्लास पनि ओपनिङ गर्नेछौँ दुःख सुख यस्तै हो हजुरहरूलाई मैले सक्दो भ्लग बनाउने मतलब हुन्छ नि टाइम मिलाइरहेको छु अब किनकि अब आफूले कन्टेन्ट चाहिँ यताउति नसोचे पनि डेली रुटिन के भइरहेको छ अब डेली बनाउन नसके पनि होइन एटलिस्ट 2 दिनको मिलाएर जस्तो यो भ्लग हिजोको र आजको मिलाएर म हजुरहरूलाई देखाउने छु र मेन कुरा आज र हिजो भनेपछि 12 र 13 गतिको जस्तो यो भ्लग हो नि त मैले चाहिँ 17, 18, 20 गति पोस्ट गर्छु किनकि अलिकति योभन्दा अगाडिको भ्लग पनि मैले पोस्ट गरेन त्यो हाल्न छ त्यसपछि यो आउँछ फेरि अर्को त्यस्तो छ होइन डेली चाहिँ हाल्न पाएन 2 दिनको ग्यापमा 3 दिनको ग्यापमा हालिरहेको छु है त माया गरिदिनु होला नेक्स्ट भ्लगमा भेट्नेछौँ गाइज त्यही हो माया गरिदिनु होला है त बाई